सबैजनालाई स्वागत छ मेरो अर्को न्यू ब्लगमा। देख्न सक्नुहुन्छ साथीहरू, म चाहिँ बिहानै उठेको 5 बजी उठेर के कामहरू गऱ्यो अनि यहाँ खोले पकाएँ। यहाँ खोले पाक्दैछ, देख्न सक्नुहुन्छ। अघि चाहिँ अँध्यारै थियो र मैले भिडियो गर्नु भ्याइनँ भन्दा पनि मैले गरिनँ, किनकि अँध्यारामा त कता भिडियो गर्नु। त्यही भएर म चाहिँ यहाँ अघि 5 बजी उठेको चाहिँ अनि अरू काम पनि गरिसकेँ। अनि आज चाहिँ निकै दिन भयो भिडियो नगरेको भनेर अनि आज चाहिँ म भिडियो गर्दैछु। भिडियो बिहानै के गर्नु यस्तै छ। अस्ति चाहिँ एकदम धेरै जाडो हुन्थ्यो होइन, आजभन्दा 3-4 दिन अगाडिसम्म। अनि आजभोलि चाहिँ त्यति धेरै जाडो छैन। त्यही भएर म यस्तो लुगामा बसेको छु, पातलो लुगामा। बिहान अस्ति त यो सबै हुसे लागेको हुन्थ्यो डाङडुङ, अहिले छैन, उगारो छ। अनि यहाँदेखि उता चाहिँ सबै मकैबारी छ। यो चाहिँ छिमेकीको हो अनि यो चाहिँ हाम्रो घर हो। अनि देख्न सक्नुहुन्छ यहाँ तपाईँहरूलाई त युट्युब फ्यामिलीहरूलाई त थाहा छैन कि हाम्रो घरमा के आउँदैछ भनेर, तर फेसबुकको साथीहरू सबैजनालाई थाहा छ कि हाम्रो घरमा के आउँदैछ भनेर। त्यसैको तयारी हो। अनि हाम्रो घरमा के आउँदैछ भनेर चाहिँ म तपाईँहरूलाई 1-2 दिनपछि भन्छु ल, के आउँदैछ भनेर। अब धेरै दिन बाँकी छैन, अब 4-5 दिन मात्रै बाँकी छ। 4-5 दिनपछि म तपाईँलाई भनौँला। त्योभन्दा अगाडि नै भन्न पनि सक्छु, यो त टुङ्गो छैन, अगाडि नै पनि भन्न सक्छु, भन्छु पनि होला सायद। बिहान उठेर यस्तो हेर्दैछु, आज त हुसे पनि छैन, किर्लिएर देख्दैछु यो मौसम पनि। म मात्रै के अरूले पनि त्यस्तै देख्दै हुन्छ नि। ए म चाहिँ घरि यता गऱ्यो, घरि उता गऱ्यो, घरि कता गयो, घरि के गऱ्यो, यस्तै छ मेरो घरमा बसेर। काम भनेको केही देखिँदैन, तर म फुर्सद चाहिँ छैन है बिहानदेखि नै। अभियानमा लागेको छु, त्यहाँ म आगो लाउँदैछु। अनि म चाहिँ यहाँ घुम्दैछु, म चाहिँ सफा गर्दैछु यहाँनिर आगो बालेको, तर म केही पनि देखेको छुइनँ। त्यही भएर म यता फर्केर गर्दैछु। थोरै बेर भइसकेन यहाँनिर काम गर्न थालेको, उता यहाँ सफा गर्न थालेपछि धुवा आइहाल्छ। अनि बसी बोलाएर यहाँ गाह्रो छु, मलाई गाह्रो छ। म चाहिँ बिहान 5 बजी उठेर 7 बजीदेखि सरसफाइमा लागेको मान्छे। म भर्खर काम सकाएँ। अहिलेको दिनको 11:30-12 बज्न आँटिसकेको छ। अनि म चाहिँ काम सकाएँ बल्ल सरसफाइ सकाएर। अनि अब म के गर्न आँटेछु भने खाना आँट्दैछु। अनि खाएर कहाँ जाने त, बजार जाने। यो चाहिँ हाम्रो भेट्टाल चोक देखि उता हामी बजार लाग्यौँ।
चाहिँ हाम्रो राजगढ बजार। हाम्रो राजगढ बजार तर यो घाम 12 बजी घामले गर्दाखेरि यस्तो यस्तो केही पो देखिँदैन रहेछ त। ए अँ दिन न एउटा हैन अलिक लामो चाहिएको थियो अब त्यसैले हुन्छ त्यसले हुन्छ आफ्नै बुनिर म गएर लिन थालु अलिक छोटो कत्रो है निरु यहाँ हेर्दा त्यो उयो पुग्छ यतिको राखिदिनु हुँदैन छ त्यसको बाई बाई सबै हो हाम्रो गाडी छ यत्रो यतिको चाहिँ हुनु पर्यो होइन यतिको चाहिँ हुनु पर्यो यतिको चाहिँ हुनु पर्यो है। आजको लागि मैले यतिमै भिडियो इन गरेँ। सबैजनाले हेरेर सेयर एन्ड सब्सक्राइब अनि लाइक कमेन्ट गरिदिनु होला। बाई बाई।